आदरणीय दर्शक, हामी खापरदहमा छौँ। यो बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर 2 मा पर्दछ र मैले यसअघि यहाँका धामी र अन्य स्थानीयसँग कुराकानी गरिसकेको छु। अब वडा अध्यक्षसँग पनि कुराकानी गर्नेछु। 100 मिटर लम्बाइ र 100 मिटर चौडाइ बनाउने जलस्रोत मन्त्रालयले जनाएको छ र जलस्रोत परियोजनाले नापेर गएको भन्ने कुरा पनि यहाँ हामीले स्थानीयवासीबाट सुन्यौं र नजिकै मन्दिर र यसरी ताल चटक्क मिलेको ठाउँ यहाँबाट सबै दृश्यहरू देखिन्छ। बझाङका र बैतडीका अधिकांश ठाउँहरू देखिन्छ। हिमाल, साइपाल हिमाल उतापट्टि तपाईँ देख्न सक्नुहुन्छ। निकै ठुलो सम्भावना बोकेको यो ठाउँ पर्यटकका लागि पर्खाइमा बसेको छ र अहिले यो प्रचार र प्रसारले गर्दा प्रचार प्रसारमा केही कमी हुँदाखेरि यो ताललाई मान्छेले त्यति देखेका छैनन्, तर यो तालको महिमा ठुलो छ र पुरानो इतिहास पनि तपाईलाई हामीले जानकारी गराइसकेका छौँ। निकै ठुलो ऐतिहासिक महत्त्व बोकेको यो ताल पर्यटकहरूको लागि पर्खाइमा बसेको छ र वरिपरि जङ्गल बिचमा यो ताल र नजिकै मन्दिर, केही स्थानीयहरू आइराख्ने गइराख्ने नजिकै स्याउबारी र डाँडा काँडाले भरिएको यहाँबाट बझाङ जिल्लाका अधिकांश भूभागहरू निहाल्न सकिने यो ठाउँलाई तपाईँ हामी लागेर अब संरक्षण गर्नु आवश्यक देखिन्छ र यो ताललाई स्थानीय तहले के गरिराखेको छ, स्थानीय तहबाट के पहल भइराखेको छ, अहिले यो ताल पुरिँदै गइराखेको छ। यो ताललाई चाहिँ कसरी हामीले ठुलो बनाउने अथवा योभन्दा अझै राम्रो आकर्षणको बिन्दु कसरी बनाउने भन्ने विषयमा हामी केही बेरमा यहाँका वडा अध्यक्ष हेम खड्कासँग कुराकानी गर्नेछौँ। अहिले तपाईलाई मैले यो विपरीत दिशाबाट यो देखाइराखेको छु तालको दृश्य। यो तालमा पानी दिने भनेको यही कुवा हो। खासमा यो कुवा तपाईले देख्दै हुनुहुन्छ। यो यहाँ पानी छ। यो पानी यहाँबाट निस्केर यो तालसम्म पुग्ने गर्दछ र यो भित्तातिर यो जङ्गल साइडतिर केही पानीका मुहानहरू यहाँ देख्न सकिन्छ। तपाईले हामीले देखायौँ। निकै यहाँसम्म पनि यो पानी छ, जम्मै पानी छ र हिँड्नलाई केही गाह्रो भइराखेको छ। यो ताललाई अझै चौडा बनाएर यहाँ डुङ्गा सयर गर्न पनि सकिन्छ। त्यसैगरी निकै ओसिलो ठाउँ भएकाले यहाँ केही फलफुलका बारीहरू जस्तै स्याउबारी बनायो भने अझ रमाइलो हुन्छ। पर्यटकहरूले स्याउ खाँदै यो ताललाई हेर्दै आफ्ना गफहरू मिलाउँदै गर्न सक्छन्। त्यस्तो खालको यहाँ वातावरण देख्न सकिन्छ। तपाईलाई हामी यो दृश्य देखाइराखेका छौँ। निकै रमाइलो यो ताल खापरदह भन्छ यसलाई हामी। दह भनेको ताल हो, तपाईलाई थाहै छ। हामी चारैतिरबाट यो ताललाई तपाईँ कहाँ पुर्याउने कोसिस गर्दैछौँ। यो ताललाई देखेर तपाईँ पनि अझ पर्यटकहरू थप्यौँ भनेर यो भिडियोलाई लाइक सेयर गर्नुहोला र कमेन्ट पनि गर्नुहोला, आफ्नो भनाइ राख्नुहोला। हामीले राम्रो भिडियो बनाउन नसके पनि यहाँको यो दृश्यलाई तपाईँसम्म पुर्याउने कोसिस मात्र गरेका हौँ र निकै क्वालिटीको भिडियो र निकै राम्रो प्रस्तुताका साथमा हामी उपस्थित हुन सकिराखेका छैनौँ। त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। निकै घना जङ्गलको बिचमा रहेको यो खापरदह बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर 2 बगडा
बगडामा पर्दछ। करिब सडकबाट आधा घण्टाको बाटो पैदल यात्रा गरेपछि यो तालमा पुग्न सकिन्छ र त्यति असहज छैन। थलारा गाउँपालिकामा सबैतिर सडक सञ्जाल जोडिसकेको छ र सेती नदीमा केही पक्की पुलहरू निर्माण हुनासाथ यहाँ आउन सकिन्छ। त्यसै गरी अहिले दिपायलदेखि सिधै यो थलारा गाउँपालिकालाई सडकले जोडेको छ र सडक तपाईँ यदि यो तालमा आउन चाहनुहुन्छ भने दिपायल हुँदै बझाङसम्मको यात्रा गर्दै यो थलारा गाउँपालिकासम्मको यात्रा तय गर्दै तपाईँ यो तालसम्म आउन सक्नुहुन्छ र यहाँका यी दृश्यहरूसँग तपाईँ रमाउन सक्नुहुनेछ। वैशाख जेठमा जङ्गलको मिठो फल काफल, त्यसै गरी डिम्बुर, त्यसै गरी मेलहरू, जङ्गली मेलहरू तपाईँलाई थाहा छ। त्यसै गरी यो मलाया रातो किसिमको हुन्छ जुन हाम्रो यहाँका स्थानीय यो हाम्रो देवेन्द्र सारजीले यहाँ खाँदै हुनुहुन्छ। निकै मिठो अमिलो चिज हो यो। तपाईँको इमिली भन्दा मिठो यही हुन्छ। तपाईँले योसँग स्वाद लिँदै यहाँ कुराकानी गर्दै आफ्ना फोटो ग्यालरीहरू बनाउन सक्नुहुन्छ। हामी तपाईँलाई दृश्य कर्मशः देखाइरहेका छौँ। निकै ठुलो ताल भए पनि अहिले झ्याउ लेउहरूले यो ताललाई पुरिराखेका छन्। त्यसै गरी जङ्गलको माटोहरू बगेर यही तालमा आउने गर्दाखेरि यो ताल पुरिँदै गएको छ भन्ने यहाँको स्थानीयले गुनासो गरिराख्नु भएको छ। त्यसै गरी मैले पनि तपाईँलाई देखाइसकेको छु। यो जङ्गलकै यो पात पतिङ्गरहरूले यो ताललाई झन् अप्ठ्यारो गरिराखेको छ र यस तालमा अझ ठुलो बनाउनको लागि के कसरी गर्न सकिन्छ अथवा यहाँका स्थानीयले अथवा यहाँको स्थानीय तहबाट के पहल हुनसक्छ भन्दै आफ्नो कुरा एकैछिनमा हाम्रो वडाध्यक्ष हेम खड्काले राख्नुहुनेछ। त्यसै गरी यो जङ्गलमा तपाईँहरू मृगहरू, घोरलहरू, झारलहरू लगायतका केही जङ्गली वन्यजन्तुहरू, त्यसै गरी कालिज जस्ता अन्य वन्य चरा चुरुङ्गीहरू तपाईँ देख्न सक्नुहुन्छ। यहाँ नजिकै केही माथि अगाडि गयो भने तपाईँ यो डाँडाको यो घना जङ्गल छ, त्यहाँ जानुभयो भने ती वन्यजन्तुहरू पशुपन्छीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यससँगै यहाँको यो हावा पानीसँग पनि तपाईँ रमाउन सक्नुहुन्छ। निकै ठुलो सम्भावना बोकेको यो दह